खुट्टाहरु मज्जासँग बनाइन्छ भनेर लेखा भए हुन्थ्यो। कतिसम्म त भन्दा रक्सी मैले चोर्या हो हैन भन्ने बससम्म गराइन्छ भनेर लेखा भए हुन्थ्यो। गर्न नसक्ने काम र नगरे काम लेख्ने नीतिमा हाल्ने, अनि गरे काम नलेख्ने पो रहेछ। गरे चाहिँ के छ त है त, नयाँ दल यहाँ लेखा भए हुन्थ्यो नि मज्जासँग। नयाँ दलहरुमाथि राजनीतिक प्रतिशोध साँचिन्छ। रवि लामिछाने, डाक्टर सीके, त्यस पछाडि रेशम चौधरीहरुलाई अवैधानिक तरिकासँग नियन्त्रण गरिन्छ लेखा भए हुन्थ्यो, राखे भए हुन्थ्यो नीतिमा। राष्ट्रलाई दलीयकरण, व्यापक दलीयकरण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखा भए हुन्थ्यो। अझै खुल्लम खुल्ला राष्ट्र बैंक त हजुर कांग्रेसको भागमा भनेर बहस गरिन्छ, त्यो पनि लेखा भए हुन्थ्यो। धितोपत्र बोर्ड एमालेले लयो रे, त्यो पनि लेखा भए हुन्थ्यो। फलानु देशको राजदूत, यो दलीयकरणलाई निरन्तरता दिइन्छ लेखा भए हुन्थ्यो नि त। अझै दलीयकरणलाई तल भुइँसम्म पुर्याइन्छ। त्यहाँको स्कुलहरू, त्यहाँको कलेजहरू, त्यहाँको खानेपानीहरू आफ्ना दलका कार्यकर्तालाई अपुङ्गित्या नेतृत्व प्रदान गरिनेछ भनेर लेखा भए हुन्थ्यो। अझै लेखा भए हुन्थ्यो यो सदनको सिर्जना मारिनेछ, यहाँ आरोप र प्रत्यारोपको बहस गराइनेछ। निरस बनाइया छ सदनलाई, निरस छ सदन। गर्ने काम र बनाने नीति त लेखा भए हुन्थ्यो नि। अर्को लेखा भए हुन्थ्यो अनुत्पादक क्षेत्र खोजी लगानी गरिन्छ भनेर लेखा भए हुन्थ्यो। अनि मैले पत्याउनु पर्ने यो अहिलेको पत्याउँदिन, छैन, निरस छ। विश्वास छैन हजुर, कसैको विश्वास छैन। छातीमा हात राखेर आफ्नो इष्टदेवतालाई सम्झेर, आफूले खाएको शपथ सम्झेर पक्ष र विपक्षमा, विश्वासको पक्ष र विपक्षमा मतदान गरौँ। कसलाई सम्झेर? कुलदेवतालाई सम्झेर, इष्टदेवतालाई सम्झेर। दुई त्याइ कहाँ आउँछ? विश्वास छैन यसमा। सम्माननीय सभामुख महोदय, अब यसपटक म सरकारलाई सुझाव दिन्न। रवि लामिछाने